सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एमजिएस भ्लग छ तपाईँहरूलाई स्वागत छ मेरो आजको न्यू डे न्यू भ्लगमा गाइज सहयोग तपाईँ सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै अनि आरामै छु है त मेरो बाइकमा चाहिँ अब एक्जस्ट लाउनु पर्यो आज भनेर सोचिरहेको छु कि अनि सबैले पनि एक्जस्ट लाउनु भन्दै थियो अनि अब जस्ट भोलिको भिडियोको लागि मात्र भोलि चाहिँ खेल्दिनँ तर यसो भिडियोको लागि भनेर चाहिँ म आज एक्जस्ट लाउनु जाँदैछु तिमीहरूलाई होइन तिमीहरूलाई म एक प्याकेट अबिर दिन्छु ओइ ओइ ल त यता गोलेडन यता मुक्तान डाउन ल त म्या होइन होइन गफ दियो अब सो गाइस त यो लेट्स गो पहिले लुगा दौँ त्यसपछि अनि काले भाइ त त मेरो बाइक अगाडि झन् कालो देख्छु भाइ कुन अब भाइ छोड दे भाइ यो त धेरै महँगो पर्यो हो नि त फेरि कति पर्यो अन्दाज गर त यसलाई कति पर्यो होला 10 रुपियाँ भन्छस् झन्डै मिलाएको नि म्या त्यसरी नभन् 50 रुपियाँ यसलाई 25,000 बस म दिन्छु त्यो भनेको थाहा छ तँलाई कति त्यो 25,000 भने कति हो 20,000 डेभिड भाइ यसलाई टाइम किन मान्नु घर लगाएर यसको 25,000 भनेको 20,000 हो त उदेशी पढेको होइन 25,000 भनेको कति हो भन्न त्यो त सिया चाहिँ बेच्न चप्पल भने जस्तो हो नि त्यो त भन्न कति हो कति 25,000 भनेको कति हो त्यति परेको यसलाई मुदा 25,000 भन् ए बल्ल भनेछ 25,000 25,000 भनेको 25,000 त्यतिमा लागेको देखिस् यदि 25,000 मा तेरो यो घडीदेखि लिएर यो कच्चा कुचुक यो त 1 करोडमै किन यो त 10 रुपैयाँमै किनिदिन्छु ओ हाने अब सो भेट्न बोलौँ है अब काम छ त्यसपछि बाइकलाई पनि झिक्नु पर्ने फोरै फोर्छ के हिजो खासै बाइक चलाइएन अनि अब आज चाहिँ जस्ट एक्जस्ट लगाइदिउँ कस्तो देखिन्छ है सो गाइस त्यही हो लेट्स गो है त हेर होलीको दिन पनि मामाहरू पुरै ड्युटीमा हुनुहुन्छ है के गर्ने अब है सरकारी जागिरी भएपछि अब के गर्ने यसरी अब चाडपर्वमा पनि घर जानु पाइँदैन होइन अब सरहरूलाई पनि गएर बुढीसँग खेल्नु मन थियो होला होली होइन अब के गर्ने त अब सरकारी जागिर खाइसकेपछि त अब चाडपर्व त सबै बिर्सिनु पर्ने हुन्छ नि त के गर्ने गाह्रो छ अनि आज अब होली पहाडतिर एकदम मजाले खेल्छ है यता पनि अलिअलि बच्चाहरूले खेल्छ होइन ठुलोहरूले त खेल्दैन बच्चाहरूले चाहिँ अब त्यो बच्चाहरूलाई 2 दिनै होली लाग्छ नि त मस्तको अनि घरमा सुँगुरको मासु ल्याएको थियो कि अनि अब कति दिन पछि सुँगुर मासु खाएको है आम्बो 2 थाल भात खाइदिएको यहाँ कस्तो बमिट आउला जस्तो भइरहेको छ धेरै खाइसक्यो अरे खाना कि लास्ट कस्तो अलिकति पेटै अटमट त्यस्तो टाइपको अलिकति गाह्रो भइरहेको मलाई है धेरै बोल्नु पनि आएन अहिले भात त निक्ल्यो भने दिमाग खराब छ अब म चाहिँ लागेँ नेसनल बाइकर्स जोन जहाँ चाहिँ मैले मेरो बाइकमा एडजस्ट लाउनु पर्ने हुन्छ कि ल फाइनली है सामान चाहिँ आइसकेको छ कलर स्मोक जहाँ चाहिँ हाम्रो 5 पिस रहेको छ भित्र बक्समा अब यसको अनबक्सिङ चाहिँ हुँदैन है एकैचोटि भोलिको भिडियोमा देखिन्छ यो पहिला त हुँडै चलपल हुन्थ्यो यो फर्स्ट होलीमा पनि पहाड होलीमा पनि गाईघाटमा लोला हान्ने माथिबाट त्यो धुको कपडाको पानी घुइगाउने हुन्थ्यो है अहिले त लास्ट शान्त सब आफ्नो काममा कोही आफ्नै धुनमा छ क्या त्यस्तो चलपल छैन होलीको अब अहिले त हुँदा पहिलाभन्दा समय अलिकति फाल्टै छ अहिले है त्यो पानी छ्याप्ने त्यो जिस्किने त्यो समय छैन अहिले यहाँ पानी छ्याप्ने लोला हान्दिने गऱ्यो भने त यहाँ त महाभारत युद्ध फलाना चिलाउनु सबै लौडा लसुन यहीँ हुन्छ त्यही भएर सबै आफ्नो धुनमा है आफ्नो काममा छ यहाँ होली सोली खेल्दै होला कता घरमा आफ्नो फ्यामिलीसँग खेल्ने मान्छे खेलिरहेको होला होइन तर बाटोमा पहिला त्यो लोला हान्ने दुनियाँ दिवाना त्यो कति दिनको त्यो हुन्छ नि सरपमा भिजाएको पानी घुइगाउने त्यस्तो हुन्थ्यो अब त्यो चाहिँ हुँदैन अहिले सो मैले चाहिँ बाइकमा एक्जस्ट लगाइसकेको छु एसी मोरा हो कि के हो है केटाहरूले चाहिँ एसी मोरै भन्थ्यो
अनि मैले चाहिँ एग्जस्ट लगाइसकेँ। साउन्ड चाहिँ यस्तो लाउड छ नि गाइज है, आम्मामा। त्यो पहिला चाहिँ अब NS200 हुँदाखेरि त्यसमा लाएर हामीले पड्काउँदै हिँड्यो हो, तर त्यसमा त डेन्जर लाउड साउन्ड, यसमा खत्रै हान्दो रहेछ यार। अनि बेस पनि मिठो फाल्ने के। सो तपाईँहरूलाई साउन्ड सुनाउँछु। अहिले म चाहिँ यस्तो चौडीमा आछु कि यहाँ त कसैले डिस्टर्ब हुन्न नि त। अब साउन्ड सुन्नु है कस्तो तपाईँहरू लाग्छ सो कमेन्ट गर्नु होला। अनि म चाहिँ भोलिको लागि मात्र भनेर लगाएको यो एग्जस्ट चाहिँ, भोलि यसो भिडियो बनाऊँ न त होइन। अब होली त खेलिन्न, त्यही पनि यसो भिडियो बनाऊँ भनेर मात्रै लाग्यो। अब सुनौँ, साउन्ड सुनौँ। ओ बाबा हेर त, अब अझै बटारौँ होइन कस्तो आवाज आउँछ। कानै पुरै टुङ्गो बनाइन्छ यार ल। आज चाहिँ अब यो एग्जस्ट लाग्यो है। अब थोरै कामहरू छ गर्नलाई, गएर बाइकलाई मिठो वास हान्नुपर्ने छ। अनि त्यसपछि भोलि चाहिँ डेन्जरी अब भिडियो बनाउनु पर्ने छ नि त। सो अनि सबैजनालाई ह्याप्पी होली गाइस। सो होली मजाले मनाउनु होला है। अनि त्यही हो, हामी चाहिँ अब होली खेल्दैनौँ, अनि आज भिडियो चाहिँ बनाउने छौँ। अनि भिडियोको लागि जस्ट सामानहरू छ है, होलीको लागि सामानहरू हामीले जस्तो बाइकको लागि काचाकुचुक त्यो रङहरू हामीले मगाएको छौँ। अनि अहिले म चाहिँ भाइको वेटिङमा हो। अनि तपाईँको मेरो बुढी छ, बुढीलाई चाहिँ मैले होली खेल्न जाऊ भनेको होइन, म तपाईँ खुट्टा मिच्दै बस्छु भनेर घरमै बसिरहेछ। मिचा बुढी मिचा, गर न मिचा न। अनि अब त्यही हो, भाइको वेटिङमा हो कि। भाइ फेरि क्यामेराम्यान हो नि त हाम्रो भाइ आएकै छैन। म भाइकै पर्खाइमा छु है, त्यो परबाट आउँछ भाइ अहिले। अनि यसो भाइ आइसकेपछि बाइकको अनि मेरो बाइकको चाहिँ हामीले भिडियो बनाउने भनेर प्लान गरेछौँ। अनि त्यो भिडियोको लागि भन्दा हामीले त्यो कलर स्मोक पनि हामीले उता बाहिरबाट मगाइसकेको छौँ कि। अनि सबै कुरा छ रेडी। भाइ चाहिँ अब एकछिनमा आउँछु भन्थ्यो। कति भइसक्यो, कति बज्यो टाइम हो 12 बन्द लागिसक्यो। अनि भाइसँग आएकै छैन। अनि म चाहिँ बुढीसँग बसिरहेको छु। सो भाइ आउने बित्तिकै हामी चाहिँ निस्किन्छौँ चौडीतिर। सो गाइस त्यही हो, लेट्स गो। भाइ आओस् त्यसपछि भेटौँ हामी है त। आइसकेको छ अहिले बल्ल। तिमी धेरै ढिलो गर्यौ क्या, तिमीले यस्तो घाम लागेछ है। अनि जस्ट हाम्रो बाइक चाहिँ निस्किसकेको छ। अनि भाइले चाहिँ बाइक नधोइआएको थियो, अनि हामीले बाइकलाई पनि वास गरिसक्यो मजाले है। अनि अब यो बाइक पनि एकदम रेडी छ, हिजोदेखि रेडी हो। मैले बाइक वास गरेर आएको। अनि एग्जस्ट एकदम दामी फिट भइरहेछ। साउन्ड चाहिँ डेन्जर छ क्या। अब ल अब हामी निस्किन्छौँ। चाबी लो मैले बोकाएर छु 2टा चाबी। ल ए पुस्नुपर्छ नि, पुस्ने पख म बोक्छु ल। त्यहाँ छैन र, कहाँ राख्ने र? सेभेन ठाउँ छ, नत्र यहाँ राखिदिएँ मैले। बाइक स्टार्ट गरौँ त, आमाले चाहिँ गाली गर्ने होला। अब साउन्ड चाहिँ डेन्जर आछ। कता जाने, यता जाने। ल चलो साउन्ड चाहिँ औडै छ है बाइकको। अब हामी लाग्यौँ चौडीतिर है। अब यो बाइक रियाक्सन हेरौँ है त। साउन्ड त। सो अहिले हामी चाहिँ भिडियो बनाउनलाई चौडीमा आइसकेको छौँ है। सो यु क्यान सी गाइस, तपाईँले देख्न सक्नुहुनेछ हाम्रो बाइक चाहिँ यहाँ छ। अनि एकदम दामी ठाउँ छ यहाँ चाहिँ भिडियो बनाउनलाई, हाम्रो एकदम पर्फेक्ट ठाउँ हो कि यो चाहिँ। यहाँ बनाउनु पर्ने हुन्छ। हाम्रो झोलामा सबै कुराहरू छ, सामानहरू ल झिकाउँदा। यहाँ चाहिँ हाम्रो कलर स्मोकदेखि लिएर सबै कलर सबै छ। हामी चाहिँ पाले 2टा बाइकको भिडियो बनाउँछौँ है। रिल्सहरू पनि बनाउनु धेरै छ हाम्रो। सो अब यो चाहिँ फोडेकै छ नि, यो त मैले अनबक्सिङ के काट्ने हो कि कलर त टन्नै छ नि यार। त्यसमा 5वटा छ होइन त्यो भित्र। भिडियो पनि बनायो है बाइकको। अलि हालत तपाईँलाई देखाउँछु म। अहिले चाहिँ यहाँ खोलामा पुरै
आम्बो साउन्ड त भाइ चल पल डरो